another vlog. I am still carrying on the start live समाप्त संजोको साथ भिडियो शेयर गर्दै नरक कलम अनि अब चाहिँ हामी माइत जान लागेको गाइजहरु हामी छुरी साइड ठुस्केर बसिरहेको छौं यहाँ चाहिँ गाडीको जाम हेर्नुस् न गाइजहरु यहाँ बाफरे कहिले खोल्ने गाडी समाप्त लाने नानी हो गाडीको लाइन दमोलीको गाडीको लाइन गाइजहरु कहिले खोल्ने थाहा छैन यता चाहिँ हाम्रो मम्मी छोरी अनि मेरो हस्बेन्ड जी हुनुहुन्छ हामी चाहिँ पाल्पा जान लागेको आज चाहिँ गाडीको जाम छ कहिले उताबाट खुले हो खुल्न त पाउँछ कि पाउँदैन गाडी पनि थाहै छैन यता चाहिँ गाडीको लाइन यो बाटो बनाउन लाग्छ यता तलतिरपट्टि यतापट्टि त्यही भएर चाहिँ यहाँ गाडीको जाम छ गाइजहरु आज चाहिँ après गाडीको जाम अत्रा जाम छ दुईटा लाइन छ त अझै जाम पर्ने जाम सकिँदैन के किन दुईतिर राखेको गाइजहरु अब चाहिँ खैरिन आइपुग्यौँ यी खैरिनीको बजार हेर्नुस् हो र खैरिनी बजार आइपुग्यौँ हामी चाहिँ अब खैरिनबाट फेरि भिमाद जानुपर्ने हुन्छ भिमादबाट अनि त्यहाँबाट फेरि गाडी चढ्छ गाइजहरु हेर्नु यहाँबाट हिमाल यस्तो मजाले देखिन्छ यताबाट यो बाटो अब पोखरा जाने अब यो बाटो चाहिँ भिमाद जाने यताबाट सर पारेर अनि यताबाट चाहिँ पोखरा जाने पोखराको त्यो माथि हेर्नु न हिमाल यस्तो मजाले देखिरहेछ यो पोखरा जाने बाटो पनि राम्रो देखिन्छ फाइनली गाइजहरु हामी आउन लाग्यौँ हामी चाहिँ गाडीबाट झरिसक्यौँ अब चाहिँ हामी यहाँबाट अलिकति हिँड्नुपर्ने हुन्छ भाइ आउँछ अरे लिन कुखुराको हालत यस्तो छ गर त नि खाएन मर्न लागिसक्यो हाम्रो कुखुरा यहाँ ए कपडा के आउनु बित्तिकै साइकल लिएर हिँडिस् मलाई बल्ल बल्ल घर आयो ल फाइनली गाइजहरु हामी चाहिँ आएर रेस्ट गरेर खाजा खाएर फ्रेस भएर बसिसक्यौँ यहाँ छोरी यहाँ बाटोमा डुलेको गरेर म चाहिँ यहाँ छोरीलाई डुलाउन आएको थिएँ फेरि भिडियो इन्ट गरेको छैन भनेर फेरि याद आएको कि अनि अब चाहिँ हामी आइपुग्यौँ साथीहरू त्यतै हो अरू त त्यस्तै हो अब यस्तै अलिअलि कति हुन्छ त्यति चाहिँ देखाएँ मलाई बन्दुकले हान्नु आएको छ भाइहरू अनि सो त्यही हो गाइजहरु आजलाई भने यति नै भोलिको भिडियोमा नयाँ भिडियोमा बाई 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 गरिदिन्छु